नमस्कार। मेरो कथाको शीर्षक छ निमोठिएको पुस्ता। धेरै वर्षपछि म आफ्नो गाउँ फर्किएको थिएँ। त्यो पुरानो बाटो, गोरेटो बाटोलाई अहिले कालोपत्र गरिएर फराकिलो हाइवे सडक बनाएको रहेछ। विकासको त्यो चमक धमक देख्दा सुरुमा त मन लोभियो। म त्यही चिल्लो बाटो भएर सडकमा हिँड्दै टोलाइरहेको थिएँ। लामो यात्राको थकानले होला सडकको छेउमा एउटा ठुलो मुढा पल्टिएको रहेछ। मैले सोचेँ एकछिन यहीँ थकाइ मारौँ। म त्यही मुढोमा टाउको राखेर पल्टिएँ। सडकको बिचमा एउटा वृद्ध बाको रक्ताम्य शरीर ढलिएको छ। हातखुट्टाहरू काटिएका छन्, हातबाट रगत बगिएका छन्, खुट्टाबाट रातो रगत बगिएको छ, शरीर रक्ताम्य छ। छेउमा वृद्ध आमा छटपटाउँदै हुनुहुन्छ। अलि पर हेर्छु, हाम्रो पुस्तौनी पुरानो महादेवको मन्दिर जरेदेखि उखलिएको छ। मूर्तिहरू नाली र खोलामा मिल्काइएका छन्। म चिच्याउन खोज्छु, आवाज निस्कँदैन। शरीर चलाउन खोज्छु, शरीर चल्दैन। डरले झसङ्ग भएर मुर्तिन्छु। धत्तेरिका, कस्तो नराम्रो सपना देखेछु। लामो सास फेर्छु। तर मैले उठेर आफ्नो वरपर हेर्छु। मेरो सास उठ्छ, होस उठ्छ। एक्कासी मलाई मेरो हजुरबाको सम्झना आयो। उहाँले नै यो बरपिपल रोप्नु भएको थियो। म सानो छँदा हात समातेर भन्नुभएको थियो, बाबु नाति, हेर नाति, हामी मरेर गए पनि यो बरपिपलमा हामी सधैँ बाँचिरहनेछौँ। यिनीहरूले तँलाई सधैँ माया गर्नेछन्। तँ पनि यिनीहरूको ख्याल राख्नु है। मैले चारैतिर हेरेँ। आफ्नो बचपनमा केही माग्दा पुर्याइदिने हाम्रा इष्टदेवका मन्दिर भत्काइएको थियो। हाम्रो बाल्यकालको साथी त्यो महादेवको मूर्ति आज नालीमा लडिएको थियो र नालीमा फालिएको थियो। मैले ती काटिएका रुखहरूलाई पनि हेरेँ। मलाई लाग्यो ती ढलेका रुखहरूमा र बरकाँगाहरूमा मेरो हजुरबाका काटिएका हातहरू हुन् र त्यो आधा काटेको पिपल मेरो हजुरआमाको छटपटाइरहेको शरीर हो। के अघि सपनामा देखिएका त्यो वृद्ध जोडी मेरा हजुरबा र हजुरआमाकै आत्माहरू थिए? के यो बरपिपलको हत्यासँगै मेरो हजुरबा र हजुरआमालाई पनि सधैँका लागि बिदा गरिदियौँ? म आज यो फराकिलो सडकमा उभिएर सोध्न चाहन्छु, एउटा पुरानो चौतारोमा सिधा हामीले कतिवटा नयाँ रोप्यौँ त? हामीले कतिवटा बनायौँ त? हाम्रा इष्टदेवताका महादेवलाई राख्ने एउटा सानो मन्दिर बनाउन हामीलाई केले रोक्यो त? हामीले सधैँ भत्काइरह्यौँ र किन बनाएनौँ त? के आधुनिकताको नाममा हामीले आफ्नै धर्म, संस्कार र पहिचानलाई दास बनाइसक्यौँ र हामीले बेचिसक्यौँ र बेच्नु पर्ने नै हो त? साथीहरू, चिल्लो बाटोमा गाडी त गुड्ला, तर पुर्खाका आशीर्वाद र प्रकृतिको शीतल छारी बिनाको यो यात्राले हामीलाई कहाँ पुर्याउला? हामीले वास्तवमा नै केही सपार्यौँ कि सधैँका लागि केही बिगार्यौँ? अब सोच्ने बेला भएन र? नमस्कार।